चोट तान्यो बस्यो हो हाम्रो यस्तै छ जिन्दगी त कसरी जिउने हो नि त मान्छेले जिउँदा त्यसरी बिग्रिन्छ भाइ हेरेर उठ्यो न चोट त नतान त भन्दा तेरिका सबैभन्दा सोझो मान्छे र छ जाने हो कस्तो पर्छ बिउमा लाग्ने खालको मान्छे जाने हो जाने हो भाइ बिउ बोकाएको लागि म भनिदिन्छु सम्पर्क गरिदिन्छु मैले अस्ति भर्खर अफिस खोलेको कता चल्छ मेरो अफिस कता चलाउनु पर्ने छ हो त्यसपछि त्यही हो क्या अन्त के भन्छ अर्को पालि अब घर आउँदैछु म त्यही हो इलाम घुम्ने हो त्यसपछि त त्यही हो के गर्नु र साथीहरू अन्त त्यही हो घुम्नु त पऱ्यो नि अन्त बल्ल बल्ल छुट्टी हुन्छ वर्षमा अब पैसा हुनेहरू त अब हप्ता पछि घर पुग्दा हुन्छ नि यार पैसा हुँदैन हाम्रो त यति छ सेलेरी त म्याकडक्स कहाँ हुन्छ त अन्त त्यही हो तर मेरो चाहिँ बोल्ने तरिका त्यही हो म्याकडक्स भनेर चाहिँ अब मेरो थियो जस्तो हो कि त्यसपछि त त्यही हो अब म्याकडक्स भन्दा त केही पनि फरक हुँदैन होला हो होइन अब म प्रफिट गर्दैछु है खतरा ब्लग बनाउने भनेको ब्लगर हुँदा मलाई त बच्चादेखि सोध्थ्यो कि तर अलिकति अब त्यस्तै थियो अवस्था होइन अब आज चाहिँ अब यहाँ यो स्टिक पनि के भन्छ यसलाई मेरो मलाई के भन्छ सेल्फी स्टिक भन्छ जस्तो हो मलाई त यसको नाम पनि थाहा छैन म पनि किन्नु पऱ्यो भनेको अब कतिले वर्षबाट दामी खालको खतरनाक खालको त्यसको लागि त फोन पनि राम्रै हुनु पऱ्यो नि त अन्त एन्ड्रोइडले कहाँ काम दिन्छ त भन्दा एप्पलको चाहियो होला स्याउको फोन चाहिन्छ होला यस्तो बनाउनुलाई अब मान्छे त कालो कालो छ तर आज लाइटले गोरो देखिरहेको छ हौ मायाको लौला माया मुटु जडेर खाउन कसम मुटु सटाएर